Hi everyone, so welcome back to my channel. र आजको ब्लग चाहिँ के हुनेवाला छ भने चाहिँ म बजार जान आँटेको होइन अनि मैले आज चाहिँ चप्पल लगाएको छु किनभने गरम गरम छ हो र दिन चाहिँ यहाँ यस्तो भइरहेको छ हेर्न सक्नुहुन्छ पर चाहिँ धुम्मै होइन यहाँ चाहिँ टक्कै घाम लागेको त्यो मान्छे के बेच्यो गाइस हेर्नुहोस् बत्तक जाँदैछु बत्तक टुडु टुडु यहाँ कसको बिल्ली हो फेरि घरको डाँडा पुग्नु दिएको छु गाइस म होइन यहाँबाट छ अब चाहिँ बिस्तारै गरम लाग्दो रहेछ गाइस हो गाइस मेरो काम चाहिँ सक्यो भन्दा प्राचीन दोकानमा अलिक काम थियो अनि मेरो हिजो सामान आएको थियो आज योबाट अन्त रियादीको दोकानमा छोडिराख्नु भनेको थियो मैले यो रिसिभ गरेँ हामी फर्स्ट भन्दा यो कस्तो दामी फुलिरहेको थियो होइन अहिले यो फुलिरहेको छ अनि एउटा कुरा देखाउनेवाला छु तपाईँहरूलाई हेर्नुहोस् गुराँस फुलिराख्नु भएको छ गुराँस फुलेको छ एकदम होइन पुरा झरी पनि छ कि यहाँ भइभरि कस्तो दामी देख्थ्यो फर्स्टमा फुल्दा हो अहिले चाहिँ झर्दैछ होइन अनि यो चाहिँ मलाई यो चाहिँ के हो जस्तो लागिरहेको छ कि आज चाहिँ लाइट छैन मङ्गन भरे अनि यो लाइट पारिरहेको छ हो यसो छ चिकन आलुदमको लागि ब्याग मसँग अनि म चाहिँ आलुदम बनाउनु लागि रेडी छु किनभने आज चाहिँ हाम्रोमा चाहिँ तल मङ्गन बिहारको मान्छेहरू आउँदैछ होइन उनीहरूको लागि हामी डिनर रेडी गर्दैछौँ हो धेरै आउनु देखाउनु मन सकेको हुन्छ मैले बिउला चाहिँ एकदमै बिजी हुनुहुन्छ आजको चिकन बनाउने मान्छे चाहिँ यहाँ हुनुहुन्छ त्यो त आज के हुँदैछ भनिदिनुहोस् न एक्लै शब्द राखिदिनुहोस् तपाईँको पनि भन्नु न सिरियस हो छिटो न होइन अब किन बनाएको हामीले किन भनिदिनु न यो चाहिँ सरप्राइज हुनेवाला छ त्यति नै 2 शब्द मेरो कबड्डी वान भएर मेरो के भन्छ समर्थन भन्छ कि समर्थन छ त्यही सब मासु पाक्दै छ गाइस त्यो चाहिँ गोर्खे अचार बनाउनुको लागि गरेको अनि सुकाउँदैछ यस्तो चलिरहेको छ गाइस कहिले सफा गर्नुपर्ने कहिले लाइट आउने के हो यस्तो सबै खाना बनिसकेको छ बादमा त्यो उयो हुनु बाँकी छ हो याद छ हाम्रो आलुदम यहाँ हेर्न सक्नुहुन्छ चिकन याद छ हाम्रो छुर्पीको गोर्खे अचार एन्ड लास्ट दाल सो आधी मफिन चाहिँ यता दिइरहेको छ अनि फिङ्गर छ जो चाहिँ यहाँ दिदीको दाले बनाउनु हुँदैछ हो म चाहिँ अब यहाँ यो लगाएर भाँडा बोल्न आँटेको के साह्रो लाइट गएको गाइस यता चाहिँ मङ्गनमा बल्ल कति घन्टा भएको लाइट गएको फेरि गयो गाइरो रेडी भयो ओभन प्रिट गरिरहेछ
रेडी भयो